यो हिजो साँझ आएको हावाहुरी र पानीले पुरै यो मकै बालीमा पूर्ण रूपले क्षति गरेको छ। यसअघि सोमबार आएको हावाहुरीले आंशिक रूपमा क्षति भएको थियो, पूर्ण रूपले क्षति भएको थिएन। हल्का कतै कतै हावाहुरीले 1 कठा 1.5 कठा 2 कठा किसानहरूको बालीहरू मकै बाली क्षति भएको अवस्था थियो भने हिजो साँझ आएको हावाहुरीसँगैको पानीले यो हेर्नुहोस् तपाईहरु दृश्यमा पूर्ण रूपले मकै बालीमा क्षति भएको छ। पुरै बोटै सुताइदिएको छ र यो हावाले गर्दाखेरि जरैबाट बोटहरू टुटेको अवस्था छ। यो नष्ट भयो, केही टुटेको छ र केही हावाले गर्दाखेरि पुरै मकै बालीहरू सुत्तेको अवस्थामा छ। यो हेर्नुहोस्, यो किसानहरूलाई लाखौंको क्षति भएको छ। यो एउटा किसानको हैन, धेरै जसो किसानको छ, अधिकांश किसानहरूको क्षति भएको छ।